हाजिमे मास्ते। नमस्ते। हजुरको नाम? मेरो नाम सुमन राणाभाट। सुमन राणाबाट है। अनि स्टाफ नम्बर? 79185। 79185 है। हजुर अहिले एचआरसी रिटर्न हुनुभएको है फेरि? हजुर। अनि हजुरले आफ्नो आफूले जुन कामको लागि कन्ट्र्याक्ट गर्नुभएको थियो त्यही काम गरिराख्नु भएको छ नि है? अहिले एचआरसीमा आएपछि चाहिँ अनि त्यो काम बाहेक अरू केही काम नि गर्नुभएको छैन है कन्ट्र्याक्टको बाहेक? नै। अनि कन्ट्र्याक्ट अनुसारको वर्किङ आवरहरू अनि स्यालेरीहरू पाइराख्नु भएको छ? हजुर, राम्रै छ। अनि स्यालेरी त अब टाइममै आएको छ होला सायद है? मन्थ एन्डमा आउँछ। अनि स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै काम गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई? राम्रै छ हाम्रो। त्यस्तो खासै हार्ड वर्क छैन, भित्र बसेर प्याकिङ गर्ने, हजुर। राम्रै छ। हजुर। अनि हजुरले आफ्नो जाइरो कार्ड पासपोर्टहरू अनि ब्याङ्क कार्डहरू रा हजुरसँगै राख्नु भएको छ? अहिले चाहिँ भिजाको लागि गएको छ पासपोर्ट र जाइरो कार्ड चाहिँ, अरू चाहिँ मसँगै छ। ए हस् हुन्छ। अनि हजुरलाई काम गर्दाखेरि असहज हुने कुराहरू केही भएको छ? धम्काउने थर्काउने त्यस्तो केही भएको छ र? नै, नै, भएको छैन है। अनि हजुरको नै छैन। स्वास्थ्यमा केही नै, समस्या? नै ठिकै छ छन त अहिलेसम्म। अनि हजुरहरूसँग काम गर्ने कोही इलिगल काम गर्नेहरू हुनुहुन्छ र काम गर्ने ठाउँमा? नै, छैन है। नै। हजुरले आफ्नो निजी जीवन आफ्नै तरिकाले स्वतन्त्र तरिकाले जिउन पाउनु भएको छ है? यस। हजुर। अनि हजुरबाट केही प्रब्लमहरू छ र? नै छैन, ठिकै छ, राम्रै छ अहिलेसम्म। हजुर। अहिले हाललाई केही प्रब्लम छैन है? नै। हस् हुन्छ। हजुरको समयको लागि धेरै धेरै धन्यवाद हजुरलाई। हुन्छ। नमस्कार समादेश। धन्यवाद। थ्याङ्क यू।